दर्शकवृन्द नमस्कारमा जनाकोलाई यो धनकुटा जिल्लाको खोकु गाउँ पञ्चायत बनिन्छ, जहाँनिर यो बरको रुखको मुनि सेतो सेतो घरहरू देखिन्छ। यहाँनिर मेरो पनि एउटा घर छ, यहाँ चाहिँ मेरो जन्मथलो हो। यसरी नै पूर्ववर्ती यो बाँसटोल पर्ने गर्दछ। बाँसटोल पनि यो ठुलो गाउँ हो, यो खोकुभित्रैको हो। यो भने अगाडि कालो गाउँ चाहिँ छिन्ताङ पर्छ, यो छिन्ताङ धनकुटाभित्रै पर्छ। खोकु छिन्ताङ पनि भनेर भनिन्थ्यो। यो यतापट्टि चाहिँ पश्चिम साइड चाहिँ यो खोकु पर्ने गर्दछ। अनि यो तलतिर अम्बोटे जाने खेतीपाती खोकुको यो खोकु भयो भने खोकुको खेतीपाती गर्ने ठाउँ हो भने माथि चाहिँ घर तल चाहिँ खेती गर्ने गरिन्छ। त्यसरी नै यही ठाउँमा म हुर्केको बढेको झार जङ्गलहरू देखिन्छ। अनि पहिले त यतिको थिएन, तर आजभोलि मानिसहरूले यति धेरै खेतीपाती गर्न छोडेको कारणले धेरै जङ्गल भएको देखिन्छ। जुन रुखहरू सानो हुँदाखेरिको देखिरहेको त्यो रुखहरू अझै पनि सन्दर्छ। त्यो चिउरीको बोटहरू अनि अझै पनि बाँसको बोटहरू, टाँकीको बोटहरू रहेछ। अनि मलाई बाल्यपनको याद आउँछ। यही ठाउँमा घाँस दाउरा लिएर म स्कुल जाने गर्थ्यो, जहाँनिर घर भन्थ्यो माथि। घर चाहिँ करिब आधा घन्टा 1 घन्टा लाग्थ्यो दाउरा बोकेर, घाँस बोकेर जाँदाखेरि। विशेष गरेर माथि घरमा चाहिँ दाउरा बोकेर लाने चलन थियो। यहाँ चाहिँ दाउराहरू प्रशस्त बारीहरू यसरी हुने गर्दथ्यो, घाँस दाउराहरू। अनि यहाँनिरै हामीले गाईबस्तुहरू पालन गरिन्थ्यो, आमा बुवाले गर्नुहुन्थ्यो। त्यो बाल्यपनको यादहरू आज ताजा गरी म प्रस्तुत गर्न चाहे तपाईँहरूको छेउमा पनि। जुन चाहिँ यो सानो घर देख्नुहुँदैछ, यसमा गोठ थियो एउटा जेन्ट्स मान्छे हामी बस्ने। यहाँ गाईबस्तुहरू हुने गर्थ्यो। यो बायाँपट्टिको चाहिँ भने यतापट्टिको चाहिँ बडा बाउको छोरो जेठो पालम दाजुको घर थियो भने माथि मालबहादुर भन्ने छिमेकी दाजुभाइहरू हुनुहुन्छ। यहाँनिर यसरी झार जङ्गलहरू अहिले जङ्गल हुने भएको छ। जे जस्तो भए पनि एउटा गाउँघरको है एउटा अर्ग्यानिक ठाउँको कि खेतीपाती गर्ने ठाउँहरूको याददास्तको लागि तपाईँहरूको माझमा मैले यो एउटा भिडियो बनाएर राखेको छु। यो अघि मैले भने पलम दाजु बडा बाउको जेठो छोराको घर यहीँ परिवारसँग बस्नु भएको छ। यहाँ धेरै राम्रोसँग अहिले सम्पन्न रूपमा बस्नु भएको छ। यहाँ आँप, लिची, केरा लगायत एभोकाडो अनि कटहरहरू हरेक चिजहरू हुने गर्दछन् भने उतापट्टि नजिकै यो अगाडि देखिराख्नु भएको छ। यो अगाडिपट्टि म क्यामेरा घुमाएर म देखाउँदैछु। यो अगाडिको घर यो चाहिँ सुँगुरको खोर चाहिँ दाजुको भने यो अगाडिको यो एउटा सानो टाढो छ। यो चाहिँ हाम्रो यानि मेरो हुने गर्दछ। र यसरी नै यसको बायाँपट्टि ठुलो कालो रुख देख्नुहुन्छ, यो लिचीको बोट हो। हेर्नुहोस्, लिचीको बोट यो सानो हुँदाखेरि आजभन्दा करिब 35-40 वर्ष अगाडिको यो लिचीको बोट सानो थियो। अहिले यत्रो भइसकेको छ। यो रातो लाउने चाहिँ दाजु पलम दाजु हुनुहुन्छ। यसरी खेलिरहेको छ। र पश्चिमबाट हेर्दाखेरि घरको डिजाइन यस्तो गेटाहरूको डिजाइन यस्तो हुने गरेको छ। भने यहाँनिर यस्तो रमाइलो के फुलहरू छ नाम पनि थाहा छैन।
दर्शकबिन यो चाहिँ विशेष गरेर खोकुको लागि मैले बनाएको थियो। छिन्दाङ पनि सकिएन किनभने अर्को पञ्चायत पर्छ। यो खोकुको एरिया विशेष गरेर यो अम्बोटेदेखि अलिकति माथितिर गइसके पनि त्यति क्लियरसँग देखिएको छैन भने यो अगाडि जति पनि यो अम्बोटेको एरिया यो खेतीपाती हुने खोकुको एरिया हुने गर्छ भने यो सानो अगाडि देखिरहेको हातो अगाडि हो जुन चाहिँ अर्को गाउँ यो यो तमुर अरुण नदी हो। अरुण नदी अनि यो अम्बोटे खोकुको यो बेसीमा पर्छ। विशेष गरेर यो चाहिँ खोकुको खेतीपाती गर्ने ठाउँ। अनि माथितिर अलिकति डाँडातिर जहाँनिर म बसेको घरहरूतिर चाहिँ खेती हुन्छ तर अलिकति जमिन कम्ती छ। यो हातो अगाडि भने यसको दाहिनेपट्टि कोसीको दाहिनेपट्टि चाहिँ यो मुगा देख्नुभयो। तर यतापट्टिको चाहिँ यो हिस्सा चाहिँ खोकुको खोकुको हिस्सा खोकुको पल्लोपट्टि चाहिँ मुगा हुन जान्छ र यो पनि अम्बोटेको एरिया पर्दछ भने यो अम्बोटेको एरिया जसको घर पनि देखिरहेका छन् सायद चिन्नु पनि भयो होला, नभए पज गरेर हेर्न सक्नुहुनेछ। मेरो घर त आएन नभन्नु होला, सबैको घर चाहिँ नआउन सक्छ, स्क्रिनले खिच्न नभ्याएको हुनसक्छ। यस्तै यो भिडियोहरू म ल्याउने गर्छु, कुनै पनि गाउँको कुनै पनि ठाउँको डकुमेन्ट्रीहरू। यो रुखहरू यसरी एउटा अर्ग्यानिक टाइमको समयको यो रुखहरू देख्नुहुन्छ। हुन्छ, धन्यवाद, नमस्कार।